हेलो नमस्ते सबैजनालाई। मैले आजबाट ब्लग स्टार्ट गर्ने निर्णय गरेँ होइन। मलाई धेरै आइडिया छैन ब्लग रिलेटेड, आफूलाई जति आउँछ त्यति हजुरहरूलाई देखाउने नै छु। र आज म कहाँ जाँदैछु भनेपछि हजुरहरूले देख्नु नै छ म कहाँ जान्छु के गर्छु भनेर। मैले आज यस ब्लग मार्फत हजुरहरूलाई देखाउने छु। ल म घर रेडी हुन गएको, राम्री बन्नु पर्यो। त्यसपछि लेट्स सी, हेर्दै गर्नु होला है त। यो चाहिँ हाम्रो मोइस्चराइजर, म मोइस्चराइजर युज गर्छु र सनस्क्रिन। ल हामी चाहिँ रेडी भएर निस्किएको। ल हेलो फाइनल छैन, हामी चाहिँ जान आँटेको। कहाँ भन्नुहुन्छ भने मेरो साथीले बोलाउनु लाग्यो। 3-4चोटि भइसक्यो नि। आज फाइनल्ली टाइम निकालेर हामी सबै छ मिटिङ एटेन्ड गर्नलाई। र मेरो साथमा निरु पनि। फाइनली गाइज हामी चाहिँ हिँड्दैछौँ। यस्तो गर्मी त छैन, बट पानी पर्दा जस्तो न कस्तो हुन्छ जस्तो भइरहेको मौसम चाहिँ। यस्तो गर्मीमा पनि हामी हिँडेर जाँदैछौँ। काठमाडौँमा पानी पर्न आउँदैछ है त। पानी पर्न जस्तो भयो। हामी चाहिँ टेम्पोको वेटिङमा छौँ। हाम्रो टेम्पो चाहिँ आउँदैछ, देख्न सक्नुहुन्छ। त्यो चाहिँ बानेश्वर, मेरो फर्स्ट स्टेसन एनबी सेन्टरमा रहनेछ। त्यसमा त यति कहाँ जाने हो? के भन्छ हामी चाहिँ नेचर हब भन्नेमा आइँदैन। यहाँ चाहिँ हामीले आफ्नो नाम इन्ट्री गरेर जान लागेको। हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ प्रोग्राम चलिरहेको छ अनि हामी जाँदैछौँ। उहाँ चाहिँ हाम्रो दुईटा डान्सर छेउछाउमा, दुईटा डान्सर बिचमा चाहिँ प्रो डान्सर प्रवेश। त गाह्रो भएको छ यहाँ, गाह्रो भएको छ। अबको 1.5 महिनापछि यो गाना चाहिँ 1 महिनापछि गाउँ गाउँमा सुनिन्छ। यो गाना सुनिन्छ, टिकामा सुनिन्छ। हामी चाहिँ प्रोग्राम भएर मात्र जाँदैछौँ। हामी चाहिँ अफिसमा जाँदैछौँ है। निर्ला सँगमा ब्याग किने ब्याग देख्यो त, ब्याग देख्यो ब्याग। ल कङ्ग्रेचुलेसन। थ्याङ्क यू। मोमो अझ हामी चारैतिरको काम भएर संसद भवन जाँदैछौँ। किनभने आज 23 गते यहाँ दीप प्रज्वलन कार्यक्रम हो। हरेक
महिनाको 23 गते दीप प्रज्वलन कार्यक्रम हुन्छ संसद भवन, पुरानो संसद भवन अगाडि। त्यसैमा जाँदैछौँ हामीहरू। जाँदैछौँ। छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु कहीँ बताए हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् कि सपूत कोही यो प्रश्न ख्याल राखे सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु मूर्छित मातृभूमि को प्राणको हरणमा यो विषको घडाको हाम्रो चाहिँ कति 7:30 भइसक्यो अनि हामी निस्केर रुमतर्फ जाँदैछौँ। दुईटा मैले सबैजनासँग भेटघाट भयो, त्यही रमाइलो राम्रो। ल मेरो भ्लग आजलाई यति। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ हजुरहरूले कमेन्ट मार्फत भन्नु होला। के भन्नु छ? के नै माया देखाउनु होला। हामी अझै भिडियो लिएर आउँछौँ। ओके ओके, बाई बाई एभ्रिवान, बाई।